एउटा कति भन्नुभयो 40 रुपियाँ 40 रुपियाँ हजुर हुन्छ अब म एउटा छ धेरै त खान सक्दैन होला है एउटा पर्छ नि दुईटा गरिदिनुहोस् न दुईटा ल हजुर कति बजी बेच्नुहुन्छ तपाईँ हजुर कति बजी बेच्नुहुन्छ अब हिँड्दै गरेको भिडियो बनाएर बाजे भिडियो बनाएर हुन्छ नि हजुर भिडियो बनाए ल बनाउनु नयाँ पानीमा भिडियो बनाएर त हो फेरि नयाँ बजारमा फुटबल खेल्नमा कोहीले त गाली गर्छ नि है कति वर्ष हुनुभयो तपाईँ 80 वर्ष 80 वर्ष 80 एक मतलब 38 भने सुने हजुर 80 थुप्रो भयो तपाईँले मकै बेचेको 18 वर्षको नानी 18 वर्ष हजुर बनाउनु भिडियोमा अरूले चाहिँ भन्छ बनाउनु दिनु हुँदैन भन्छ नि तर मेरो चाहिँ पर्दा भइसकेको सबै बिचरा टिकटकमा लगाइदिएछ टिकटकमा पनि लगाइदिएको छ मगर बाजेर ए मगर बाजे हो तपाईँको टिकटक चाहिँ छैन तपाईँको टिकटक चाहिँ छैन टिकटक लगाइदिएछ टिकटकमा तपाईँको पनि छ टिकटक मजाले पाक्यो भने मिठो हुन्छ बाजे हजुर मजाले पाकाइदिनु नि म पहाड घर चाहिँ कता नि तपाईँको रामपुरमा जाने कहाँ भन्नुभयो रामपुर सिलगढी रामपुर ए रामपुर ए मलाई ठ्याक्कै मकै खानु मन लागिरहेको थियो बाजे हजुर ठिक ठ्याक्कै गएको देखेको थिएँ मकै होइन होला जस्तो लाग्यो कि हजुर दौडेर आगो म यस्तो हो यही पोलेर आएको भइरहेको अच्छा म तलबाट आएको तपाईँलाई देख्दै देखेन त्यही सुन चाँदी बनाउने ठाउँमा राखेर ए उनीहरूलाई पुर्याएर आएको ए ए ठेकादार छ क्या त्यहाँ हजुर तपाईँले खान्छ आएर चिया खुवाउँछ के गर्छ ल बाजे अब जानु भन्छ अनि म तपाईँहरूलाई नि मकै खानु मन लाग्यो भने हाम्रो मगर बाजेले मकै राम्रोसँग पोलिदिनुहुन्छ अनि खानुहोस् है हो हाम्रो बाजेलाई सहयोग गरिदिनुहोस् है हो यतिको उमेरमा पनि हाम्रो बाजेले यस्तो जोस जाँगरको यस्तो साथ दुःख गरेर ठेलगाडा चलाएर मकै पोलेर बेच्नु भएको छ स्वाद चाहिँ छैन होला बाजे हजुर स्वादिलो छ हजुर कति बजी जानुहुन्छ तपाईँ मकै लिनलाई 3 बजे 3 बजी जानुहुन्छ आमा बाटोमा चोर लाग्ला नि आजकल त कस्तो डर छ है बाजे ए बडा खतरा छ यो चुनाव लगेर झन् गडबड कस्तो डरै छ नि कहाँको मान्छेहरूको त कामै नपाएको मान्छेहरू चोर्दै हिँड्छ अनि त अल्लरे केटाकेटी त अल्लरे भयो अनि झन् उमेर ठुल्ठुलो